लाइभ गाइड्सहरू है मेरो पुरानो ठाउँ पुरानो गाउँ है। हामी पहिला यता डुलिन्थ्यो घुमिन्थ्यो है। त्यो लेकतिर गइन्थ्यो त्यो लेकतिर गइन्थ्यो। अनि यो पोखरीमा चाहिँ कति पौडी खेलिन्थ्यो है। यताबाट डुबेर उतासम्म जाने हैन कति पोखरी खेलिन्थ्यो। बर्खामा पनि धुम्ला पानीमा पनि खेल्ने है। हैन पुरानो सम्झना है सम्झेर आज चाहिँ म यसो आउने मौका मिल्यो, त्यही भएर यहाँसम्म आइपुगेँ। अनि अलि धेरै परिवर्तन भएको रहेछ। ट्याक्क यो बाटो पहिला हामी यो बाटो खेतको छेउछेउबाट जान्थ्यौँ हामी। अनि ग्वाला बाख्रा चराउन आउँथ्यौँ यता हैन यो खेतहरूमा। अनि अहिले धेरै राम्रो भएको रहेछ पहिलेभन्दा। पहिला त बाँझै राख्थे मान्छेले है। यति राम्रो हाम्रो गाउँ भएको रहेछ अहिले। पोखरीमा पनि पानी टन्न रहेछ। पहिला खुब नुहाइन्थ्यो, अहिले पनि नुहाउनु जस्तो लागेको थियो, कति चिसो छ। आज घुम्दै घुम्दै पुरानो गाउँतिर आइएको छ है। एक्लै छु, साथीहरू तल पर्खिरहेका छन्। अनि